यता हेर एकचोटि हेर्दैन होला त यता हेरेर एकछिन ठाउँ जान सकिन्थ्यो इट्टो हान्ने धेरै तल पुगेर रहेछ त म पनि तलै पुगेर रहेछ मलाई थाहै थिएन अब माथि आउने एक जम दोस्रो जममा लक खोल्नु कि अनि सिधा उल्टा फर्किनु नआउने सोच्यो पोखरा पनि आइयो बल्ली क्याम्पिङ गरियो अब यहाँबाट मनाङ मुस्ताङ घुमिन्छ सब स्टार्ट गर्नु खै हेरौँ यहाँबाट 100 किलोमिटर मात्र छ यहाँ जाम भन्न लाग्यो अनि अहिले पानी माथि हिउँसम्म लाग्यो अझै पुरै हिउँ परेको छैन घाम लागिरहेको तर अलि माथि चाहिने होइन मुस्ताङ त उसमा जाने हो उल्टा फर्किसकेर पानी जति बस्यो एक नानो देखियो कहीँ तल त 288 हो अब माथि आउने बाटो मैले बाइक नलिएर दुई मिनट साइड पक्कै खानु बन जाने देखाएर पछि गएर छु अन्त मलाई भन्ला त कुन प्लेयर फेभरेट हो भने मलाई थाहा छैन पछि रिपोर्ट दियो ए दिदी आउने नै यार प्रिय दिदी मेरो किन चिन्नु हेर्दा नि फेरि भन्नु होइन 14 नै अर्को वाला हो